हेलो हेलो साथीहरू, गुड मर्निङ। मेरो आजको दिनको सुरुवात चाहिँ भइसक्यो। कस्तो हुनुहुन्छ साथीहरू? मेरो चाहिँ बिहान मर्निङ टाइम चाहिँ यसरी नै बित्छ। अनि मेरो यो ह्याप्पीलाई ल्याएको छ, उसलाई चाहिँ अब खानाहरू बिहान खुवाउनु पर्ने हुन्छ क्या। ऊ चाहिँ बिहान एकदम धेरै भोकेर हुन्छ। अनि उसलाई बिहान उठेर पानीसानी खाएपछि उसलाई खाजाहरू खुवाउँछु। अनि उसलाई खाजा खुवाएपछि मात्रै अनि ऊ शान्तले बस्छ र म चाहिँ काम गर्न भ्याउँछु। अनि बिहान उठेर आज पनि उसलाई मैले पहिले नास्ताहरू खुवाएँ। अनि त्यस पछाडि आफ्नै काममा लाग्यो, बढारकुँढार गऱ्यो यताउता गर्न। अनि बढारकुँढार सकेपछि बाबु उठ्छन्। बाबु उठेपछि उसलाई पानीसानी खुवाउन ओर्न, अनि यसै उसै अब उसको स्कुल जाने ड्रेसहरू ठिक पार्दा उसलाई अब पढाउनु पर्छ बिहान उठेर एकछिन। अनि आफ्नो दैनिकीहरू यत्तिकै चल्छ हो साथीहरू। हजुरहरूले कसरी गर्नुहुन्छ, कसरी मेन्टेन गर्नुहुन्छ? मेरो चाहिँ अब यसरी नै चल्छ। बिहानको टाइम बाबु स्कुल नजाउन्जेल चाहिँ हतार हुन्छ कि उसलाई रेडी गर्न ओर्न, काम गर्नलाई। उसलाई स्कुल पठाइसकेपछि मात्रै अनि आफ्नो काम सुरु हुन्छ। ऊ स्कुल चाहिँ गए बुवाले पुर्याइदिनुहुन्छ उसलाई चाहिँ स्कुल। अनि म पनि अब आफ्नो कामतिर लाग्छु। यसो आज चाहिँ मेरो यो फुलहरू धेरै पानी लाउँदा लाउँदा कडा भएको छ र यिनीहरूलाई हल्का माटो पारिदिएको छु। अनि यस्तै उस्तै गऱ्यो, आफ्नो कामहरू सक्यो। अनि एकछिन दिउँसो रेस्ट पनि गऱ्यो। अनि टिफिनहरू लग्यो। यसरी नै बित्छ मेरो दिन चाहिँ। अब गुड